This wrong belongs to हेमराज सरकार। 12 वर्षको उमेरदेखि म बिग्री आए। परिस्थिति अनुसार गाँजा गुठी मैले टन्नै खाए। त्यस्तै त्यो दिन मेरो नसाहरूमा डुब्दै गए। बिस्तारै गएर समाजबाट म छुट्ने भए। पीडा नै पीडा थियो भरेको यो मनभरि। पीडा बढ्दै गयो खान थाले मैले झन् बढी। नखाँदासम्म लाग्थ्यो मलाई छटपट्टि। कहिलेकाहीँ लाग्थ्यो कोही त आइन एक दो घाटी। कोही पनि थिएन कोही पनि चाहिँदैन। एक्लै हो जीवन एक्लैमा रमाइँदैन। कस्तो छु म भन्न तँलाई पाइँदैन। यस्तै हुँ म भन्न मलाई पाइँदैन। ऱ्यापर सजिलो सबैलाई हामी ठुकेर मुजी बढिरहेको। हेमराजले मुजी 81 मुजी नाम पनि निकालिरहेको। कतिको इन्काउन्टर हामी यतिकै बसिरहेको। हेमराजलाई छुने मुजी वार्डलाई भिक आइजा ल तँले देखिया छैनस् मुजी ग्याङको फायर देख्यो भने भाग्छस् ल। तर 10 जना माथि मेरो 4 जना काफी छ। 4 जना भने तेरो 9 जना बाँकी छ। छुने कुरा गरिरहेछ फुच्चेले मुजी बढी देखलास नि ग्याङको मुजी वडाभित्र खडी खडी। हेमराजलाई छुने मुजी धम्की नि दिइरहेको। किन होला तैँले बढी दिइरहेको। धाक मात्र होइन तेरो मुजी खुट्टामा दाबिरहेको। जस्तो तस्तो ऱ्यापरहरूलाई मुजी मुखमा मुजी ठुकिरहेको। हेमराजको नाम मुजी मन्त्रीले छापिरहेको। हेर्दै जा तेरो दाइले 2082 मा पत्रिका निकालिरहेको। राजा नेक्स्ट। हेमराज ठाउँमा काम गर्छस् नि त्यो ठाउँको हेमराज हो साउ। त मुजी हल्ला नगर जा ढोक त्यसको पाउ। वाह त्यसलाई नभन छोरा मुजी त्यसलाई भन बाउ। तेरो औकात छैन भाइ धेरै आएर मेरो टाउको यहाँ नदुखाऊ। यस नेक्स्ट goes to this battle round for फलफलले दिँदैन मुजी वाडा नम्बर 1 बाट। हेर्दै जा तेरो दाइ मुजी कति छ सङ्कीपन। दिन नै घुमिरहेछ भेनमा मुजी 32वटा केस हानी। कतिको टाउको फुटाइ मुजी फालिदिन्छ त्यतिकै पनि। अलिसन्दी होइन मैले मुजी थमेल पनि घुसिरा। किन होला साइको दस्तो दिमाग पनि घुमिरा। भ्याटको चार्जमा होइन मुजी यतिकै हानिरा। जस्तो ऱ्यापरहरूलाई भित्र औँला मान्न चाहिरा। यो त यस्तै भुक्नु भन्दा गएर घरको डोको बोक। सक्दैनस् भाइ हेमराजलाई आएर त यहाँ खुट्टा ढोक। बोल्दैन धेरै हुने मुजी पोखरेली डोप। धेरै नबोल भाइ भन्दैमा आएर हानिदिन्छु टोप।